82 सालको भाइ टिकाको शुभकामना बाबु यता हेर्नु न भनेपछि अब यस्तै हो टिका कस्तो छोड्नु छोड टिका दादा कालो लाग्यो अनि हामी चाहिँ अब बुझ्दैछ नै बिस्तारै टिका झर्छ क्या टिकालाई नछुइकन हाल्दिनु टिका लाग्दैछ त भबाल है प्योर लागेछ हैन हजुर हजुर त्यही त आमा हो त्यहाँ पनि लागेको छ त के हो टिकटक पुग्नु पायो अनि कहाँ दारी जुगायो त नि खोइ त दादा हेर्नु त भन हो मेट्दैन के मेट्दैन यो हो नि त प्रडक्टमा हाल्छ टिकटक लाइभ पो हानिदिएको छ त म त प्रडक्टमा हाल्छ नि त फेरि दादा ल यसको त ठ्याप्पै लिँदा त्यसो नहो होइन यो डन चाहिँ कुन डन हो रे आमा त्यही त कुन डन हो त भाइ म चाहिँ यहाँ खत्रै दादा हो नि त फेरि यहाँ चल बोल चलेको सबैले त्यस्तो हामी आउँदैछौँ सोप राख्ने लाउरे हो लाउरे लाउरे लामुलाई चाहिँ लामु लाउनु पर्ने मेरो माला एउटा कता गयो यहाँ छ नि दुईटा कति हालेको कति रे 400 छोरा एउटै होइन कस्तो कुराहरू खाना आधा आधा गर्नुपर्छ नि पैसा त त्यही एउटा ल्याउ मलाई कतिवटा किन्यौ कहाँबाट ल्याउनु अब भाग सार्ने होइन एउटाले छ छौ नबिनजी यिनीहरूले एउटा दियो हेर्नु त के माला खोइले अनि कहाँ टिका लगाउनु पर्यो पहिला बाबाले यहाँनिर छोराले त अर्को पनि ल्याएको छ त माला को हो त्यसो भए यात्रा ओ भाइ खै त खै कुच्चीहरूको निकाल्नु के टोपी लगाएको गुटखा कम खाने रे ओइ तल गर्नु पुरै चेट छोडिसक्यो त कस्तो देखिन्छ आज त ठिक्क लाउरे जस्तो थियो होला बबाल देखेछ बबाल लाउरे छ है लाउरे सबभन्दा ठुलो मान्छे बोलान हौ ल म त ढाका टोपी लाउने बोलान बोला टोपी माथि गरेर लगा न के रे कपाल कपाल त्यो तेरो काम होइन क्या छोरी माथि गरेर कप्पर हाल्छ न पहिला कपाल माथि त्यो अफी गर्छ कपाल यो अनि के मेरो हो त्यहाँ देखाउ न तिमीहरूको त्यहाँ यता ए हो त्यसो देखाउ न त्यहाँ भिडियो पछि तान्नु मिल्छ क्या त्यहाँ भिडियो तान्नुलाई बनाएको मैले टक टक मिलाएर गर न लाइभ सन्जु हात तल गर्नु टोपी मलाई पनि ठुलो भयो यो कपाल काटेकोले गर्दा ठुलो भयो मेरो पनि कपाल काटेको हाम्रो फुपू ठुलो मम्मी ठुलो बा अब दादा यता त अब के जियो जियो यस्तो छ डन कसले भयो त्यस्तो लाग्छ मलाई त स्पिलिङ डनको कुन हस्पिटल पढेको बाबु कुन स्कुल कि हस्पिटल स्कुल पढेको भए त राम्रो भन्दैन अनि हस्पिटल पढेपछि त्यही बिग्रियो नि कुरो फेरि यहाँ चौधरी डन छ कि अर्को पक्रिउ न त्यहाँ कोही के भने हो टिकाहरू कमजोर मुटुलाई जामन भन्छ जुठा खुवाउनु पऱ्यो ए जुठा खुवाउनुमा कोही टिका लगाउनु त्यही हो दिदी तर ढाका टोपीले सुहाएन पहिला यहाँ आउनु त ल यहाँ भाग सार्नु होइन हौ फुल भाग सारिसक्यो त फुल पुजेको टिका कति लगाइदियो पैसा आउँदै सन्जु पैसा झऱ्यो क्या नमस्ते फुपू यो त होइन है उसको भाग फुपूले पैसा झारेछ क्या यहाँ पैसा टिपेले होइन
यहाँ थियो बुझ्दाखेरि पैसा भरेर झरेर त ए उ झोलामा थियो आम्मा उ अझ भने के भन्दो रहेछ हो यहाँ आउनुहोस् न होइन होइन मेरो म भाग सारी सक्छु न एकछिन किन हातेको ओइ भाग सार्दै म जान्छु क्या तिमीले जन्ती गाछ बस्न बाबु तेरो काम के छ हौ बरु अरू मान्छे बोला फलोअर्स त नि 3 मात्र छ के हो ल ल कता गयो कहाँ झ्याउ लाग्छ यस्तो दादा बसिरहेको छ झ्याउ लाग्छ भने भएन कति खान्छस् भन् ल्याइदिन्छु म दिदी टिका लगाउनु त तिमीहरू किन हातेको एकछिन बस न त्यहाँ भाग सार्दै छ नि त त्यहाँ तिमीहरूको देखाउ न पुरा घुमाएर क्या यसो सर यसो आफूले क्या ब्याक गरेर मेरो दाइ ओइ के भयो त्यो नबिग्रोस् भएर भिडियो निकाल्ने लाइभ हो त्यो बिरको बोतल लाइभ चलिरहेको छ के गरेको दिदी ओइ बिरको बोतल देखाएको त उयो आउँछ त ल ठिक लाइभमा के आउँछ बुझ्नुर कलर बनाइए ठिक छ हाम्रो त अङ्कल त्यहाँ कहाँ समाउँछ बियर त बोतलै आएर गाँथ्यो अङ्कल समाउने होइन नि लाइभ हो तपाईँ समाउँछ के को लाइभ हो त युट्युब कल्पना बहिनीलाई पनि फुल बोतल नै हो बहिनी हुँ? यहाँनिर यात्राले के हो फुपा है जानकारी फुपा ल मम्मी पुछेन ल, नमस्ते जानकारी पुछेन नमस्ते नमस्ते पुसाई म चाहिँ सब्जी मैले चिनिलो के तपाईँले ए बियर निकाल्छ नि हो ओ मैले पनि चारवटा ए बाबा र अङ्कलले भइसक्यो यो खाएर के फिनिस भन्छ त हामी अब समात त यहाँ भुइँ छ त समाउँदैन अनि यहाँनिर उ देखेन समाउँदैन नि तिमीले आफूले टकटक राखिदेऊ न त्यसै बोल्नु हुँदैन है आजको दिन ल हेर यसो राख न पपिलिङ भन्नु अघि के भन्नु पपिलिङ गर्नु है जेठा कपिलिङ हैन कपिलिङ पपी हाँ कपिलिङ पपलिक गर्नु है जेठा आज मातेर अब ओखर खुवाउनु परेन खुवाउने होइन क्या पहिले यहाँ टिका टिका लाउने लाउने हो। दुईजनाले खुवाउने हो बाफ्रे बाफ्रे के हो यस्तो यो दामी देखेछ केटाहरूलाई यार केटाहरू त भिडियो मेरोमा बस्छ भरे डाउनलोड होइन गर्नु हामीलाई हो, मेरो पनि त्यही हामीलाई हो। बेर कम आयो कि क्या हो? लाइभ बसेपछि बस्छ कि हँ? त्यो हटा नि त भिडियो हामीलाई बेर कम आयो क्या हो? केटाहरूलाई चाहिँ ढिमिलो सार के हो यो पा कहाँबाट हटाउन सक्यो अब निलिमाको भाग दिन्छ नि तिमीहरू मेरो भाग दिदीले टिका यहाँ लगाउनु यहाँ भएको बस्यो न। निलिमाको भाग भिडियो गरेको क्या डबल टिबल चोबल हैन मुख जुठा गराउनु पर्यो र कल्पना यो चाहिँ निल्ने हो है अँ त खाने लौ केटा हो तर राम्रो आएन नि त खानु यो अँ जुङ्गादारी आएको छ यता अरे केटा जुङ्गादारी टिका लाउने रे अब बस जुङ्गादारी आएको छ लो ए केटा ओइ ओखर खुवारा तान्नु न दिदी निलिमाले ओखर खुवायो हाम्रो टिका लाउने ठाउँमा पोखर फुटाएर खुवाइदिनु हामीले टल्केर गरिन गइदिए हो दिदी सिधा बस्नु त को हो त्यो पछाडि जाने को अलिकति हो यसो लाइन बस न उठ्नु न उठाउनु न कहाँ उठ्यो त तपाईँ किन सललल बस्छु म। लो न या मेरो तपाईँ चाहिँ के हो रे फुबु तपाईँको परिचय दिदी यहाँ गराउनु बस्नु दादा त हो चाइनिज दादा भनेपछि चाहिँ फेमस उयो हो दिन त। काठमाडौँको होइन पछि त टिका हेर्दै लगाइ थाहा भयो ल तान्नु न हात उठाउनु न उठ्नु खुवाएर उठ्ने बेला भएन पानी के छ पहिला टिका लाउने हो त कसरी मार्नु उठेर टिका लाउने हो नि अब हामी चाहिँ ए ल उठाउँ न कहिले हो देखि त्यस्तो यही बसेर खानु यो थरी थरी निकाले सेतो तल मात्र गऱ्यो केटा है रातो गरिदिउँ है माथि भएको यो रेखा मेरो नतान्नु भागमा परेछ यार ल ठिकै गरेछ राम्रै तान अप्पु घामले त उँधो न लो। तलबाट माथि ल्याएको तल तान्दा भयो ल भयो ल टिका लगाऊ ल दिदीलाई अब दिदीले अन्डै अन्डा ऊ त खुवाइसक्यो ओखर खुवाइसक्यो निलुले पहिला ओखर खुवाइदेऊ
ओखर खुवा पहिला जुठो गराउनु पर्छ के मुख कस्तो ओइ त्यहाँ मलाई सेतो आवश्यक केटा खै ओखर कहाँ छ भित्र होला त ओइ पानी दे न थोरै त्यो एउटा फुटाएर खुवाउने हो के अङ्गर दे त बाबु टीका नै लामो हो त नि यस्तो लामो टीका लाउनु पाइँदैन नि हाम्रो दिदीको लुगाइ बिग्रिन्छ के तिहारमा बिग्रिन्छ ए बिग्रोस् केही हुन्न बिग्रिन्छ यार सेन्डोमा बस्नुपर्ने थियो अघि नि ल पिठै पुगेन नि त सेतो टिका छैन अरू नभयो सेतो भयो क्या ओइ तँले सेतो बनाएको के यो अब हरियो कालो दबायो भाइ तिहारको टिका चाहिँ यस्तो बनाइदिएको छ गाइस हेर्नुहोस् होइन के हो त्यो हरियो अमला राम्रो हुँदैन अहिले पोको टीका कस्तो भन्नु यो नयाँले लाउनु ए टिका लाउनु 1 घन्टा पो लाग्ने रहेछ यता आउनु पर्यो ल अब खाने हो त्यो चाहिँ यही लाउनु पर्ने हामीले